शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा प्रदान गरिने पीएमटीमा आधारित विपन्न लक्षित छात्रवृत्ति सुन्दरबजार नगरपालिकामा वितरण गरिएको छ। छात्रवृत्तिको लागि नगरपालिका भित्रका विभिन्न विद्यालयबाट आवेदन दिएका विद्यार्थीहरूमध्ये जिल्लामा नै सबैभन्दा धेरै 97 जना विद्यार्थी सुन्दरबजार नगरपालिकाबाट छनौट भएका हुन्। छनौट भएका विद्यार्थीमध्ये 68 जनाको विवरण प्रमाणित भइसकेको हुँदा उनीहरूलाई विद्यालयका शिक्षक तथा अभिभावकहरूको रोहबरमा छात्रवृत्तिको रकम वितरण गरिएको हो। यस वर्ष छात्रवृत्तिका लागि विनियोजित भएर आएको 4 लाख रुपैयाँ बजेट अन्तर्गत विद्यार्थीहरूलाई जनै 6000 रुपैयाँका दरले छात्रवृत्ति उपलब्ध गराइएको थियो। आइतबार आयोजित एक विशेष कार्यक्रममा नगर प्रमुख कृष्णप्रसाद कोइरालाले छनौट भएर आएका विद्यार्थीहरूलाई छात्रवृत्तिको चेक हस्तान्तरण गर्नुभएको थियो। कार्यक्रममा शिक्षा शाखा प्रमुख ठाकुरजी तिवारीले पालिकाको तर्फबाट विद्यालयका शिक्षकहरूलाई पटक पटक पीएमटी छात्रवृत्ति आवेदन प्रणाली सम्बन्धी तालिम दिएकै कारण धेरै विद्यार्थीको विवरण भेरिफाई हुन सफल भएको जानकारी दिनुभयो। छात्रवृत्तिको यो कार्यक्रमले आर्थिक रूपमा कमजोर अवस्थाका विद्यार्थीहरूको शिक्षामा सहयोग पुग्ने अपेक्षा लिएको छ।